नमस्ते साथीहरू। आज म मोरङ क्षेत्र नम्बर 1 को प्रतिनिधि सभाको उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्दै गरेको अवस्थामा तपाईहरू समक्ष यो देश निर्माणको बाटो, यो समाज निर्माणको बाटो, यो समुदायलाई सुशिक्षित गराउने बाटो र समग्र देश र प्रणालीलाई नयाँ दिशामा लाने बाटोको सन्दर्भमा मेरा दृष्टिकोण, मेरो पार्टीमाथि हुने छलफल, मेरा विचारहरू र सैद्धान्तिक अवस्थाहरूको सन्दर्भमा सामान्य जानकारी गराउँदैछु। हो, म पेसाले कानुन व्यवसायी हुँ। कानुनको अध्ययन गरेँ, कानुनको व्यवसाय गरेँ र कानुन कर्मीको रूपमा आजसम्म जीवन निर्वाह गर्दै आएँ। यी कानुन कर्मी हुँदाका अवस्थामा मैले बेहोरेका आरोह अवरोहहरू म यहाँ तपाईहरू समक्ष भन्दिनँ। स्वतन्त्र न्यायपालिका र सक्षम न्यायपालिकाको सिद्धान्त पढेर आएको एउटा कानुन व्यवसायी जब स्वतन्त्र न्यायपालिका भित्र पनि कार्यपालिका र व्यवस्थापिकाका पटक पटक हस्तक्षेपहरू बेहोर्ने र हस्तक्षेपहरू भइराखेको देख्न थाले, मेरो मनले शुद्ध कानुन व्यवसाय मात्रै होइन, त्यसभित्रका विकृति विसङ्गति तर्फ समेत बोल भनेर मेरो अन्तरात्माले भन्यो। मैले स्वतन्त्र कानुन व्यवसाय मञ्चको नेतृत्व गरेँ, अध्यक्ष भएँ। न्यायालयभित्रका विभिन्न विकृति विसङ्गतिको सन्दर्भमा बोल्दै आएँ। न्यायालय सुधारका सन्दर्भमा बोलेँ। नेपाल बार एसोसिएसन जस्तो कानुन व्यवसायीहरूको छाता सङ्गठन, जसले मानव अधिकारको पहरेदार भनिन्थ्यो, तर यस सङ्गठनले आफ्नो भातृ सङ्गठनका रूपमा रहेका विभिन्न एलएहरूका सदस्यहरूलाई मात्रै सदस्यता प्रदान गर्ने अवस्थाहरू थिए। त्यसका विरुद्धमा बोले, त्यसका विरुद्धमा आवाज उठाएँ। समग्र न्याय प्रणालीका समस्याको सन्दर्भमा बोल्दै गएँ। अन्ततः एउटा यस्तो परिस्थिति आयो, न्यायालय पुनर्संरचनाको सन्दर्भमा नेपाल बार एसोसिएसनले मलाई एउटा समिति गठन गर्यो र त्यसमा मैले नेतृत्व गर्ने अवसर पाएँ। समग्र न्याय प्रणाली संशोधनका लागि नेपाल बारमा मेरो समेत हस्ताक्षर भएको आज कागज दर्ज भयो। नेपाल बार एसोसिएसनको निर्वाचनतर्फ अगाडि बढ्दै जाँदा बीचमा गरिब र निमुखाले न्याय प्राप्त नगरिराखेको परिस्थिति थियो। मैले गरिबका लागि न्याय भन्ने सिद्धान्त अगाडि ल्याएर गरिबहरूका लागि चाहिँ र अन्यायमा परेकाहरू जसले आर्थिक रूपमा व्यवहार छैन, उहाँहरूका लागि निःशुल्क कानुनी सेवा सुरु गरेँ। यसको जगमा बसेर मैले काम गरिरहँदा कतिपय साथीहरूले मलाई दिने माया ममताले मलाई अझै यो समाज सेवामा हौस्याउँदै लग्यो। तपाईहरूलाई याद छ, अघिल्लो वर्षको यही समयमा नेपाल बार एसोसिएसनको निर्वाचन हुँदै थियो। मैले स्वतन्त्र रूपमा नेपाल बार एसोसिएसनको महासचिवमा मनोनयन पत्र दर्ता गर्न पुगेँ। पुराना राज्य सत्ता सञ्चालकहरू अर्थात् मैले नाम लिनै पर्छ, नेपाली काङ्ग्रेस र नेकपा एमालेको आकस्मिक बैठक बस्यो बालुवाटारमा र यज्ञमणि नेउपानेको युवा जनमत र त्यसले देशभरिका कानुन व्यवसायीहरूमा पारेको प्रभावलाई न्यूनीकरण गरेर नेपाल बारमा उसको उपस्थितिलाई रोक्नुपर्छ, उहाँहरूको एक सूत्रीय नारा बन्यो। उहाँहरूले अप्राकृतिक रूपमा काङ्ग्रेस र एमालेले एलायन्स गरेर नेपाल बार एसोसिएसनको निर्वाचनमा भाग लिने निर्णय गर्नुभयो। मैले खुट्टा कमाइन, म डगमगाइन, ठाडो शिर राखेर सम्पूर्ण कानुन व्यवसायीहरूलाई मैले सोधेँ, मेरो उम्मेदवारी न्यायालय शुद्धिकरणका लागि छ, मेरो उम्मेदवारी गरिबका लागि न्यायका लागि छ, मेरो उम्मेदवारी न्यायालयको भ्रष्टाचारको अन्त्यका लागि छ, मेरो उम्मेदवारी समाजको पहरेदारको रूपमा, सामाजिक इन्जिनियरको रूपमा अर्थात् सोसल इन्जिनियरको हैसियतले समाजका लागि छ। उहाँहरू अझै डराउँदै जानुभयो। राज संस्थाको खोल ओढेर बसेको एउटा शक्ति नेपाल बारभित्र थियो, जसलाई राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ सङ्गठनको रूपमा आबद्ध थियो। त्यो सङ्गठनलाई समेत उहाँहरूले समावेश गर्नुभयो।
र नेपाल बार एसोसिएसनको निर्वाचनमा हामी गयौँ। 77 जिल्लामा मैले उम्मेदवारी दर्ता पश्चात घुम्दा 42 जिल्लासम्म पुग्न पाएँ। अरू जिल्लाका साथीहरूलाई फोन गरी सम्पर्क गरियो। अन्ततः म उपविजेता हुँदाखेरि पनि सबै साथीहरूले भन्नुहुन्छ तपाईको विजय भयो। गणितमा मैले हारेँ होला, सिद्धान्तमा विजय भएको थियो। गणितले मलाई नेपाल बारको महासचिवको पदमा पुर्याएन होला, तर मेरा विचार र सिद्धान्तहरू अगाडि बढेका थिए। मैले तत्समयमा भनेको थिएँ मलाई मत दिनुहोस्। नेपाल बार एसोसिएसनको नेतृत्व भनेको यो समाजलाई जोगाउने एउटा अभिन्न अङ्ग हो, समाजको पहरेदार हो। देखिँदैछ सडकमा आज यो अवस्थामा राज्य सत्ताले नागरिकमाथि गोली बर्बर बर्साउला, नागरिकलाई बन्दुकको पासाले हान्लान्, त्यतिखेर मानव ढाल भएर बस्ने नेपाल सेना जसरी शान्ति सेनाको रूपमा रहन्छ, नेपालमा बस्ने नेपाल बार हो। हामीलाई मत दिनुहोस् भन्दै थिएँ। परिणामतः म उपविजेता भइसके पश्चात जेन्जी विद्रोह भयो। जेन्जी विद्रोह भएका दिन अर्थात् भदौ 23 गते आज म सम्झिन चाहन्छु। म तपाईहरूको मिडिया मार्फत आज स्मरण गराउन चाहन्छु नेपाल बार एसोसिएसनका अध्यक्ष र महासचिवलाई। मैले लेखेको थिएँ युवाहरूमाथि राज्य सत्ताले बर्बर गोली ठोक्यो, मानव ढाल भएर उभियौँ, सम्पूर्ण कानुन व्यवसायहरू कालो कोट लगाएर हामी एउटा समाजको पहरेदार भएर मानव अधिकारको रक्षा गर्न जाउँ भनेर मैले लिखित रूपमा म्यासेज समेत गरेको छु। फेसबुकमा तपाईहरूले हेर्न सक्नुहुन्छ। तर उहाँहरू मोबाइल स्विच अफ गरेर बस्नुभयो। अन्ततः न सिंहदरबार रह्यो, न प्रहरी अफिस रहे, न संसद भवन रह्यो, न सर्वोच्च अदालत रह्यो, न कुनै अदालतहरू रहे। समग्र ध्वस्त भयो। त्यस पश्चात मैले जे कर्महरू गरिराखेको थिएँ त्यसले पूर्णता पाउन सक्दैन। अब नेपालको राजनीतिमा नै म अगाडि बढ्नुपर्छ, नीतिगत रूपमा नै निर्णय लिनुपर्छ। नेपालीको भाग्य र भविष्य यही समयमा कोर्नुपर्छ। जेन्जी विद्रोहलाई संस्थागत गर्नुपर्छ। युवाहरूले जे चाहेका छन् यही देशमा अवसरहरू खोज्नुपर्छ। रोजगारीका अवसरहरू यही देशमा स्थापित गर्नुपर्छ। युवा उमेरमा देश बनाउने होइन विदेश बनाउन जानु परेको छ। यो चिजलाई रोक्नका लागि अब मैले कालो कोट लगाएर नेपाल बार एसोसिएसनको झन्डा मुनि मात्रै बसेर समग्रतामा सम्बोधन हुन सक्दैन भन्ने मेरो बुझाइ रह्यो। त्यसैले मैले मोरङ क्षेत्र नम्बर 1 अर्थात् मेरै भूगोल, जहाँ म नजिकैको 2 किलोमिटरको आसपासमा जहाँ म पत्रकार सम्मेलन गरेको 2 किलोमिटर पर मेरो घर रहेको छ, यही भूगोलमा मैले उम्मेदवारी दिएँ जो मोरङ क्षेत्र नम्बर 1 हो, जहाँ 1,28,000 चान्चुन मतदाताहरू हुनुहुन्छ। 4वटा पालिका छन्, 2टा नगरपालिका र 2टा गाउँपालिका छन्। मैले 37वटा वडाहरूमा चाहिँ जानु छ र त्यहाँका नागरिकहरूसँग मत माग्नु छ। मलाई थाहा छ यहाँका लोकल समस्याहरू। यो हामी जहाँ उर्लाबारीमा बसिराखेका छौँ यो क्षेत्रलाई सिमसारको क्षेत्र, सिमसारको सहर भनिन्छ। यो सिमसार क्षेत्रहरू जुन जुन छन् हाम्रा नजिकमा बेतनी, प्रगतिशील, लाम्पाते लगायतका चाहिँ विभिन्न तपाईँको सिमसार क्षेत्रहरूलाई संरक्षण गरेर पर्यावरणीय दृष्टिकोणले पर्यटकीय स्थल निर्माण गर्नु छ। यो मेरो एउटा आवश्यकता र मेरो सिद्धान्तभित्र पर्ने चिजहरू हुन्। यो उर्लाबारीवासीहरूले यो कुरालाई चाहिँ विचार गरिराख्नु भएको छ। यो बजार क्षेत्र तपाईहरू देख्न सक्नुहुन्छ। आज त हामी हिउँद महिनामा छ, बर्सातको समयमा यहाँ बाढी चल्छ। बाढी यो विषयलाई राम्रो मास्टर ड्रेन प्लान हामीले ल्याउनु छ। यहाँ हेर्नुहोस् व्यापार व्यवसायको आर्थिक अवस्था दिनानुदिन खच्कँदैछ। यसको कारण युवा जो उमेरमा रोजगारी चाहिँ अर्थात् चाहिँ सेवा सुविधा लिने थिए ती सबै विदेश जानु एउटा कुरा हो भने, अर्को कुरो यो खुम्चदै गएको सहरीकरण छ। हामीले फिदिमसम्म पुग्ने रवि हुँदै मधुमल्ला हुँदै जुन बाटो रोड जोड्नु छ त्यसले गर्दाखेरि यहाँको चाहिँ एउटा विकास उन्नतिको लहर फैलन्छ भन्ने मेरो बुझाइरहेको छ। मसँग जोडिएको अर्को मिक्लाजुङ छ, जस पालिकाको सन्दर्भमा त्यहाँ बक्रा र मावा खोला जस्ता खोलाहरूले चाहिँ कटान गरिराखेका छन्।
ती खोलाहरूको तटबन्ध निर्माण गर्नु छ। ती खोलाहरूमा भइराखेको अहिले जुन किसिमको प्राकृतिक स्रोत साधनको अपारदर्शी रूपमा दोहन भइरहेको छ अथवा क्रसरहरूको चाहिँ अप्राकृतिक रूपमा र अपारदर्शिता छ, यी कुराहरूलाई मैले हेर्न छ र त्यसले पार्ने प्रभाव समाजलाई यी चिजहरू पनि मैले विचार गर्नु छ। स्थानीय उत्पादनका कुराहरू छन्। यहाँ चाहिँ हेर्नुहोस्, कुचो केरा जस्ता चिजहरू उत्पादन हुन्छन्, बजार मूल्य छैन, बजार व्यवस्थापन छैन, बिक्री छैन, यी कुराहरूलाई मैले समेट्नु छ। पर्यटकीय स्थल रमिते आज तपाईँहरूलाई म स्मरण गराउँछु, जहाँ चाहिँ टुरिज्मको सेक्टरमा चाहिँ हामीले फड्को मार्न सकिन्छ। यसलाई हामीले चाहिँ देशैभरि चिनाउन सकिएको छैन, विदेशको त कुरा पर छोडौँ। चुली पोखरी पर्यटकीय क्षेत्रको रूपमा रहेको छ, जहाँ बाटो नै उपयुक्त छैन। चाहिने यस्तो पर्यटकीय क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरू भित्राउनका लागि कालोपत्रेसम्म आवश्यकता छ, तर पहलसम्म कसैले गरेको आजसम्म फेला परेन। सम्पूर्ण यहाँका वासीहरू आक्रान्त देखिन्छन्। लेटाङ अर्को ठाउँ हो, तपाईँहरूलाई थाहा छ, यो राजा रानी चाहिँ मन्दिर छ, त्यहाँ पोखरी छन्, त्यहाँको बाटो विस्तारको सन्दर्भमा त्यहाँको विकास र चाहिँ त्यो ठाउँलाई चाहिँ हामीले एउटा ऐतिहासिक रूपमा विकास गरेर धार्मिक तीर्थस्थल बनाउनु पर्नेछ। यसलाई कसैले पनि अहिलेसम्म अगाडि ल्याउन सकेको छैन। लेटाङमा अधिकांश समस्याहरू लागु औषधको छ। त्यहाँका युवाहरूलाई सचेतनाको कार्यक्रम दिइराखेको छैन। त्यहाँका युवाहरूलाई लागु औषध के हो, लागु औषधले पार्ने प्रभाव के हो, कानुनको दृष्टिले लागु औषध सेवन गर्न र खरिद बिक्री गर्दाखेरि त्यसले कस्तो असर गर्छ भनेर समाजलाई सुसूचित गराउने, कानुनी ज्ञान दिने विषयहरूमा कोही अगाडि बढेको देखिँदैन। बेरोजगारीको समस्या चरमता देखिन्छ। हेर्नुहोस्, अर्को हामीसँग रहेको केराबारी छ, यो पालिका, यो पालिकामा पनि अरू पालिकाहरू जस्तै नदी कटान लगायतका विभिन्न समस्याहरू छन्। अझै पर्यटकीय दृष्टिकोणले जेफालेब छ, जहाँ तपाईँहरू जानुभयो भने मोरङको कर्णाली क्षेत्र मानिन्छ, लाग्छ मोरङ जिल्ला। कतिवटा प्रधानमन्त्री बनाए, कति मन्त्री बनाए, शहरी र तराई क्षेत्रलाई विकसित पनि बनायो होला, तर जहाँ भूगोलको दृष्टिकोणले, पर्यटनको दृष्टिकोणले, जहाँ उत्पादनको दृष्टिकोणले गर्नुपर्ने थियो त्यो जेफाले एरियामा हेर्न जानुहोला। आज तपाईँ हाम्रा गाडी सवारी साधन पनि नपुग्ने अवस्था छ। यी र यस्ता चिजहरूलाई भौगोलिक रूपमा समाधान गर्नु छ। यी समाधान गर्ने बाटोहरू कसरी हुन् त? एउटा प्रतिनिधि सभाको सदस्यको हैसियतले यी समस्याहरू समाधान गर्न सकिन्छ कि सकिँदैन, यो मूलभूत प्रश्न बन्ला। मलाई थाहा छ, म कानुनको विद्यार्थी भएकाले एउटा प्रतिनिधि सभाको संसदको काम कर्तव्य अधिकार मध्ये पहिलो काम उसले कानुन निर्माण गर्ने र कानुन संशोधन गर्ने हो। मलाई यो पनि थाहा छ, प्रतिनिधि सभाको संसदको अर्को काम भनेको नीति निर्माण गर्ने सन्दर्भमा काम गर्ने हो। र तेस्रो कुरा, प्रतिनिधि सभाको सदस्यको काम कर्तव्य अधिकारभित्र उसले सरकार बनाउने, सरकारलाई विश्वासको मत दिने, यस विश्वासको मत फिर्ता लिने हो। र अर्को काम हुन्छ बजेट पास गर्ने या बजेट फेल गर्ने। मूलतः यी पाँचवटा कामहरू हुँदाहुँदै पनि विकास निर्माण र उन्नति समृद्धिको सन्दर्भमा मेयर, उपमेयर, वडाध्यक्ष लगायतका विषयहरूले गर्नुपर्ने काम पनि नगरिसके पश्चात राष्ट्रिय योजना आयोग, भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका विभिन्न निकायहरूमा गएर खबरदारी गर्नु र पहल गर्नु मेरो दायित्व बन्छ। यी चारवटा चिज, पाँचवटा चिज मैले अघि भने, एउटा सङ्घीय संसदको हिसाबले गर्न सकिने यी पाँचवटा चिजका लागि म कति अब्बल छु भन्ने कुराको परिभाषा म गर्दिनँ। हेर्नुहोस्, समग्र मेरो क्षेत्रका नागरिकहरूले गर्नुहोस्। आजसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हुँदै गर्दा मलाई पार्टीले विधान निर्माणको जिम्मेवारी दियो। आजसम्म पार्टीले मलाई पार्टीका आन्तरिक नीतिगत निर्णय तथा डकुमेन्टहरू बनाउने जिम्मेवारी दियो। पार्टीको अनुशासन आयोगमा बसेर पार्टीभित्र अरू सुशासन कायम गर्नका लागि जिम्मेवारी दियो। मैले कहिल्यै पनि नचुकिकन ती कुराहरू पुरा गरेँ। तपाईँहरूलाई स्मरण रहोस्, ढाका कुमार श्रेष्ठले चाहिँ संसदको हैसियतमा रहँदा संसदीय मूल्य मान्यता विपरीत बोलेको आधारमा 72 घण्टाभित्र चाहिँ कारबाहीको सिफारिस गर्ने व्यक्ति आज तपाईँहरूका अगाडि छ। सुशासनको सन्दर्भमा पार्टीभित्रैको विषयलाई लिएर तपाईँहरूका अगाडि छु। पार्टीको हित विपरीत बोलेको आधारमा महामन्त्रीको रूपमा रहेका
मुकुल ढकाललाई स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्य नरहने गरी पार्टी अहित गरेको अवस्थामा मैले सजाय गर्ने सन्दर्भमा मैले सिफारिस गरेको छु। म पार्टी बाहिरको कुरा मात्रै होइन, पार्टीभित्र अन्तर्निहित रहेका व्यक्तिहरूको सन्दर्भमा समेत निर्ममतापूर्वक सुशासनका लागि लाग्नेछु। यो मेरो प्रतिबद्धता भयो। आफ्नो घर जहिलेसम्म आफूले सुरक्षित र आफ्नो घरलाई सफा राख्न सकिँदैन, टोल छरछिमेकलाई सफा र सुरक्षित राख्न सकिँदैन भन्ने सिद्धान्त अङ्गीकार गर्छु। यस पश्चात मेरो रहन्छ यो देशका लागि कुनै पनि ठुलो पद, औदा, प्रतिष्ठा, पार्टी, दल, चिन्ह यी कुनै पनि नहेरिकन म जुनसुकै औदाको, जुनसुकै पदको, जुनसुकै प्रतिष्ठाको व्यक्ति भए पनि उसले गैर कानुनी काम गर्यो भने त्यसका विरुद्धमा सम्बन्धित निकायमा गएर आवाज उठाउँछु। मलाई थाहा छ यो देशमा 25 भन्दा बढी काण्डहरू छन्। ओम्नी काण्ड, यति काण्ड, वाइट बडी काण्ड, गिरिबन्धु काण्ड, टेरामक्स काण्डदेखि लिएर चाहिँ बुढी गण्डकीदेखि लिएर यी विभिन्न काण्डहरू छन्। यी सन्दर्भमा संसदमा, संसदीय समितिमा, सम्बन्धित निकायमा म पटक पटक आवाज उठाउने मात्रै होइन, नेतृत्व गर्न पुगे भने तपाईहरुका अगाडि आज म भन्छु, शिर ननौर्याई आँखामा आँखा जुदाएर ती कुराहरूलाई म निर्ममतापूर्वक सजायको दायरामा ल्याउनेछु। म अर्को पनि तपाईहरुलाई बाचा गर्छु, 2046 सालदेखि यताका नेतृत्वहरू मध्ये कतिपय व्यक्तिहरू समाजमा आज गनाए पनि तपाईको नेपालको राष्ट्रिय झण्डा उडाएर हिँडेका छन्। ती व्यक्तिहरूको सम्पत्ति छानबिनदेखि ती व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने कुरामा हाम्रो निर्मम समीक्षा हुन्छ। र म एउटा चीज तपाईहरुलाई आज भन्छु, मैले मेरो सम्पत्ति अस्ति मैले नोमिनेसन गर्न जाँदाखेरि पनि मैले भनेको थिएँ गोप्य खाममा नराखिदिनुहोस्, सार्वजनिक गरिदिनुहोस्। उहाँहरूले के भन्नुभयो, यो गोपनीयता कायम गर्ने डकुमेन्ट हो भन्नुभयो। मैले प्रतिनिधि सभाको संसदको हैसियतमा निर्वाचित भएका दिन मसँग रहेको घर जग्गा, सुन चाँदी, गर गहना, शेयर लगायत जे सम्पत्ति, चलअचल सम्पत्ति हुन्छन् तपाईहरुका अगाडि ऐना जस्तो छर्लङ्ग देखाउँछु। प्रत्येक वर्ष कति बढ्यो, कति घट्यो, कति खर्च भयो, कुन कुन बैंक अकाउन्टबाट कति आयो, कति गयो, पारदर्शी रूपमा देखाउने छु। र मेरो अबको जीवन सार्वजनिक जीवन हुनेछ। मैले लाए खाएका विषयहरू पनि सार्वजनिक बहसको विषय बनुन्। एउटा नेतृत्व गर्दैछु भन्ने आएको व्यक्तिको जीवनका अधिकांश चिजहरू सार्वजनिक जीवनसँग जोडिन्छन्। र अन्तर्राष्ट्रिय सम्बन्धको कुरा गर्नुहुन्छ भने आज यो देश अन्तर्राष्ट्रिय सम्बन्धमा समेत दरार आइराखेको छ। पुराना केही राजनीतिक दलहरूले विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूसँग खुशामत गरेर हाम्रा पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिहरूमाथि खेलिराखेका छन्। त्यसैले विदेशसँगको सम्बन्धलाई हामी हाम्रा सिद्धान्त बमोजिम अगाडि बढाउनेछौँ र हामीले संविधानका के आधारभूत चरित्र परिवर्तन गर्नु छ। तपाईहरुलाई थाहा छ हाम्रो संविधानमा यो संविधान प्रयोग हुँदै जाँदा 9 वर्षमा 10 वटा सरकार बने। स्थायी सरकारको अवधारणा आजको आवश्यकता हो। संविधान संशोधनको बाटो मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री लगायतका चिजहरूले हामीले स्थापित गरेर सुशासनको प्रत्याभूत गर्नुपर्छ। फेरि कता कता प्रश्न उठ्ला, त्यो त होइन, त्यो निरङ्कुश बन्ला नि भन्ने प्रश्न उठ्छ भने त्यसको चेक एन्ड ब्यालेन्सको थ्योरीमा हामी के गर्छौँ, राष्ट्रपतिका केही काम कर्तव्य अधिकारहरू संविधान संरक्षकका हैसियतले राख्छौँ। हामी 5 वर्षका लागि पठाएको व्यक्ति पनि, संसदको हैसियतले गएको व्यक्ति पनि बीचमा उसले बेइमानी गर्न सक्छ। त्यतिखेर हामी बाटो खोल्छौँ, उसलाई चाहिँ हामी राइट टु रिकलको व्यवस्था गर्छौँ। म अर्को कुरा पनि भन्छु तपाईहरुलाई, अबको व्यवस्था भनेको जसरी भए पनि संसद चुन्नका लागि मत हाल्नुपर्ने व्यवस्था गर्ने होइन। अब हामीले गर्ने भनेको उम्मेदवार उठेकादेखि बाहेक यी सबै उम्मेदवारलाई मन परेन भने रिजेक्ट गर्ने, राइट टु रिजेक्टको सिद्धान्त पनि हामीले व्यवस्था गर्नुपर्छ। र अर्को कुरा म तपाईहरुलाई भन्छु, विदेशमा बस्ने नेपाली नागरिकको सन्दर्भमा आजसम्म मैले एउटा वकिलका हैसियतले जति कुरा उठाएँ, जति ठाउँमा गएँ, त्यो पुरा भएको छैन। आगामी दिनमा हाम्रो यात्रा सो तर्फ हुनेछ
र मूलभूत रूपमा के हो भने संसारमा रहेका नेपालीहरूले आफ्नो प्रतिनिधित्व छान्ने अधिकार दिइनेछ।